How much does your personal life intricacies reflect in your work? It does reflect my personal life and experiences. किन फेरि भने जस्तै like I'm really a nature lover अनि a mushroom grower पनि हो म. I want to give you two answers, like एउटा चाहिँ जुन practical छ कि छैन भन्ने कुराहरुमा हैन. So if somebody as a like commercially हेर्छौ भने they are not artists, they are crafters हैन. क्राफ्टरले कमाउँछ अनि आर्टिस्टले कहिले राम्रो काम गर्दैन के. त्यो चाहिँ एकदमै कला र कलाकारको चाहिँ म र मेरो छाया जस्तै हो कि मैले जे पेन्टिङ गर्छु नि त्यो मेरो छाया जस्तै हो. मेरो पर्सनल लाइफमा आज मलाई केही मन पर्यो, केही दुःख लाग्यो, केही खुसी लाग्यो भने त्यो चाहिँ रिफ्लेक्ट भइहाल्छ. त्यही पेन्टिङको चाहिँ त्यही नै हो. मेरो लागि चाहिँ I think it's very personal नि मेरो लागि चाहिँ किनभने I was born in Pokhara. So I think 10-12 years I was brought up in Pokhara and this was later we moved to Kathmandu. But यो migrate गर्ने बेला चाहिँ like when we moved to Kathmandu मलाई चाहिँ त्यो कति धेरै क्वेशन्सहरु चाहिँ आउँथे के क्युरियोसिटी चाहिँ थियो नै यहाँ चाहिँ हैन. अनि पोखरामा भएको कुराहरु र काठमाडौँमा भएको कुराहरु चाहिँ एन्टायर त्यो lifestyle देखि लिएर environment in terms of the architecture, the food, the lifestyle, everything was so different. And I used to ask myself, यो कुरा किन पोखरामा थिएन हुन्छ नि हैन, पोखरामा भएको कुरा किन यहाँ छैन भन्ने कुराहरु चाहिँ कति आउँथे के. अनि यो पर्सनली चाहिँ मैले आफुलाई पनि कहिलेकाहीँ चाहिँ त्यो आइडेन्टिटी क्राइसिस भएको जुन फिल पनि हुन्थ्यो के मेरो लागि चाहिँ where do I belong भन्ने कुरा पनि आइरहन्थ्यो के मलाई. किनभने म पोखरामा जन्मे पनि मलाई त्यहाँप्रति बेसी माया छ जति मलाई काठमाडौँमा छ हैन. तर मलाई एट द सेम टाइम म काठमाडौँमा नभएको है मैले जुन ठाउँमा जसरी एज अ फोटोग्राफर त्यो बिल्ड भइरहेको छु त्यो चाहिँ म त्यहाँ भएको चाहिँ हुँदैन थियो होला कि. सो हुन्छ नि त्यो एउटा न यता न उता जस्तो चाहिँ कहिलेकाहीँ चाहिँ फिल चाहिँ भइ नै रहन्छ मलाई चाहिँ. अनि ती कुराहरुमा नै मेरो काम पनि यसमै बेसी रिभल्भ भइरहेको हुन्छ. सो बेसिकली मैले धेरै काम गर्ने पनि माइग्रेसनसँग रिलेटेड अनि त्यसपछि हाम्रो हिस्ट्री कल्चरहरुसँग अनि त्यसपछि ह्युमन बडीजहरु अनि हाम्रो ट्रान्सफर्मेसन्सहरु के त्यस्तै कुराहरुमा रिलेटेड बेसी काम चाहिँ गरिरहेको हुन्छ मैले चाहिँ. आर्टिस्टले प्योर काम गर्छ, दे माइट नट यो लाइफमा अथवा कुनै मोमेन्टमा इमिडिएटली पैसा कमाउन सक्दैन, तर तिनले कमाउने फाइनान्शियली मात्र हैन धेरै कुराहरु हुन्छ पछिको दिनमा. मेन्टल ह्याप्पिनेस, फाइनान्शियल ह्याप्पिनेस सबै पाउँछ. तर सुरुदेखि नै बिगिनदेखि नै आर्टिस्टले यदि त्यो एंगलबाट हेर्यो भने चाहिँ दे विल बिकम क्राफ्टर. दे क्यान बी अ फ्यान्टास्टिक क्राफ्टर. दामी पेन्टिङ बनाउँछ, दामी स्कल्पचर बनाउँछ, दामी फोटो खिच्छ होला. सो दे विल बी मोर क्राफ्टर देन द आर्टिस्ट. अनि फोटोको डिफरेन्सेसहरु भन्नुभयो भने आजको दिनमा probably every human being is a photographer because of technology. So welcome the world, हैन. अनि तर that doesn't mean like everybody is creating art, right? We have to accept the fact, हैन. सबैभन्दा इम्पोर्टेन्ट भनेको एक्सेप्ट गर्ने हो. एक्सेप्ट गर्न जान्नुपर्छ अनि इमोसनल भएर काम चाहिँ बन्छ जस्तो लाग्दैन हैन. लजिकल भएर थटफुल भएर बल्ल काम बन्यो. भल्नरेबल साइड हेर्ने नि हो भने चाहिँ रिसेन्टली मैले एउटा आर्ट एक्जिबिसन फोटोग्राफी एक्जिबिसन गरेको थिएँ अनि त्यसमा चाहिँ मैले न्युडिटीलाई लिएर गरेको थिएँ. अनि त्यसमा चाहिँ मैले मेरो मोडल्सहरु मेरो टिमहरु सबैजनालाई चाहिँ एउटा रेस्पेक्टफुल भइदिनु र त्यो प्रोजेक्टको बारेमा चाहिँ मजाले टाइम दिएर उहाँलाई चाहिँ डिस्क्राइब चाहिँ गरेको थिएँ लाइक व्हाट इट इज एन्ड व्हाट इज इट अबाउट भनेर. अनि त्यो हुँदाहुँदै हाम्रो मोडल्सहरु चाहिँ बेयर स्किन नै नेचरमा चाहिँ नि पब्लिक स्पेसेसहरुमा त्यसरी बस्नु नै उहाँहरु चाहिँ आई थिंक दे वर इन द मोस्ट भल्नरेबल स्टेट. अनि नट ओन्ली देम बट इभन मी माइसेल्फ इभन आई वाज इन माई बेयर स्किन इन द नेचर. अनि you know, I was trying to sync with the nature and all. Ani so likewise like every human average मा तिमी 15 घण्टा कुराहरु छ नि 12,46,000 वटा फोटो खिच्छ के थ्रु आइज पर सेकेन्ड 24 फ्रेम गर्यो नि भिडियो खिच्दै भाइलाई थाहा होला हैन. सो 12 लाख वटा एभ्रीडे फोटो खिच्ने मान्छेको मेमोरीमा एउटा पनि फोटो बस्दैन के एक दिनमा. सो द्याट वे यु नो लाइक एभ्रीबडी टेक पिक्चर्स. यो हामीले आँखाले खिचे जस्तो हो. तर वान मोमेन्ट द्याट यु रियली रियलाइज अर रिमेम्बर that is a good pictures. So that's the difference between my work, I think. मेरो पेन्टिङहरुमा चाहिँ मैले चाहिँ धेरै जस्तो फूलहरु बनाएको हुन्छु है. किनभने मेरो बचपनबाटै बच्चा हुँदाबाटै नै म एकदम फूलसँग क्लोज छु के.
अब मान्छेलाई हेर्दा त यो त फुल हो है, फ्लावर हो, यो त के नै फुल हो, जानी देख्छौँ एउटा है नर्मल मान्छे आएपछि यो संसारमा फुल। तर मेरो लागि चाहिँ मेरो साथी नै हो जस्तो लाग्छ कि मलाई, मेरो फुलहरू हुन्छ नि, मेरो गार्डन। अब मेरो धेरै साथी भएन कहिल्यै पनि है, अनि म चाहिँ सधैँ आफ्नो गार्डनमा रमाइराख्ने कि सानो हुँदाखेरिबाट नै। अनि मेरो पेन्टिङहरूमा चाहिँ धेरै जसो रिफ्लेक्ट नै त्यही नै हुन्छ, फुलहरू। पछि पनि सधैँ नै त्यही हुन्छ होला फुलहरू। इमोसन भएर त्यो आफ्नो इमोसन चाहिँ अरूलाई दिनुभन्दा आफ्नो थट्स दिएर अरूमा इमोसन जगाउनु चाहिँ इम्पोर्टेन्ट पार्ट जस्तो लाग्छ कुनै पनि आर्ट फर्मको। त्यसले गर्दाखेरि नै मलाई चाहिँ मेरो काममा चाहिँ अझै बेसी कसरी निकाल्ने भन्ने कुरामा चाहिँ अलिकति बेसी पुष्ट गर्छ है। किनभने मैले जसरी पोर्ट्रेट गरेको छु त्यसलाई मैले त्यसरी पोर्ट्रेट गरेको अलिकति डिफ्रेन्ट तरिकाले वा हल्का ट्विक मात्र भइदिएको भए चाहिँ त्यो अलिकति न्युडिटीलाई नै अब हेर्ने भयो अलिकति अलिक भल्गर एस्पेक्टमा पनि देखिन सकिन्थ्यो नि त। तर त्यसलाई नै कसरी अनि त्यहाँ हामीले फिल गरेको जुन चाहिँ इमोसन्सहरू थियो अनि त्यसलाई नै हामीले क्यामेरा फोटोमा निकाल्न सक्नु भनेको पनि एकदमै ठुलो च्यालेन्ज जस्तो पनि थियो कि। सो आई थिङ्क द ओभरअल फिलिङ नै आई थिङ्क इट रिभल्भ्स अराउन्ड इट नै भन्छु म चाहिँ। So all of my pieces are like nature inspired. I use a lot of sacred geometry, and sacred geometry it shows the connectivity of all things. So